सो गाइज अहिले हामी अर्को मन्दिरमा आइसकेका छौँ। सो अब हामी त्यतिर घुमिसक्यौँ। अब हामी छौँ यतिर मन्दिरबाट अब तर अर्को चाय नास्ता सो हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? म लोकेसन यहाँ आज चाहिँ हजुरहरूले थम्बनेल र टाइटलहरू थाहा पाउनु भएन, त्यतिकै हाल्छु त फेरि कहाँ जान छौँ भनेर। सो आज चाहिँ हामी जान लागेको स्कुल टुरमा लुम्बिनी। केटाहरू जान्नन् भन्छन्, किन जान्न अरे? पैसा छैन। मलाई त जान मन नलागेको। सो म चाहिँ अहिले हिँड्दैछु, स्कुल जाँदैछु ब्रो। स्कुलदेखि जानु चाहिँ बसमा बसेर। सो सबैले लाइक गर्नु, सब्सक्राइब गर्नु होला। म चाहिँ अहिले बाटोमा छु। सो त्यही हो, कोही भेट्नुपर्छ बाटोमा। लेट्स सी गाइज, हाम्रो बस फाइनली स्टार्ट भइसक्यो बस। अब हामी हिँड्ने बाटो सक्नुहुन्छ केटाहरू यहाँ छन्। केटाहरू आएको छन्, हाम्रो रेडी बस्छु छन्। केटाहरू सबै त छन्, केटाहरूको ग्याङ यता साइलको साथी फाइनली हाम्रो बस पनि हिँडिसकेको सक्नुहुन्छ। केटाहरू यता छन्, बच्चाहरू बन्दर देख्छु। बन्दरमा मको स्कुल यहाँ छ। हाम्रो अङ्ग जस्तो त छन्। हाम्रो भोग लाग्यो यार, अम्मा दुईटा फुल्ने हौ आँखा खोली खोली
फोनै दिन्न अब आदित्य उयो हैन तपाईले मार्नु भाइ यार कोही सबै दिएर खाइदियो अहिले म महेन्द्रनगर आए महेन्द्रनगर आम्मा बजेको कता ए आरो उठ्न म त्यो उल्टी आन्न आम्मा त्यस्तो भन्दैन मलाई महेन्द्रनगर मैना सो अहिले हामी जङ्गलमा भक्कर सुतेर सो हामी अहिले यहाँ पुगिसक्यौँ म त सोध्छु यहाँ शुक्लाबाट पुग्यौँ है हामी सो अब हामी जान लागेको अब हामी जान्छौँ यहाँदेखि युट्युबमा लाइक सब्सक्राइब शेयर फलो सबै गरिदिनु होला। चाहो तो मैं हाम्रो हेर्न सक्नुहुन्छ सबैजना भिडियो बनाउँदै
छौँ गाइजहरू। हामी चाहिँ अहिले जाँदैछौँ लुम्बिनी भन्ने ठाउँमा। अहिले हामी यहाँ पुगेका छौँ कर्णाली वार्ड नम्बर 10 छौँ। अब हेर्नुहोस् गाइज यस्तै छ हामी पुग्दैछौँ लुम्बिनी। ल गाइज भेटौँला भाइ। यसै लुम्बिनी हुन्थ्यो के साथीहरू लुम्बिनी भेटौँला। लुम्बिनी ल गाइज सबैले लुम्बिनी भेट्नुपर्छ हामीले। केटीहरूले कल गर्नु होला रसिनो रान्छ यार कहाँ लोन भयो चलो सब बसो हामी कराली पुगेनौँ। हामी पुगेनौँ हामी रोकिँदैन। पुरा भिड छ भिड जता यो चाहिँ हाम्रो पहाडमा चाहिँ रिच भइसकेको छ। त्यो पहाड पुरा हाम्रो हेर्ने नजिक छ। पहाड चढ्नको लागि हिम्मत चाहिन्छ। चाय खाने होइन कर्णालीको बाछा खाने हो ताक्ता कर्णाली भनेको हामी ठाउँ हो क्या सो अहिले हामी अब बर्दियातिर प्रवेश भइसकेको छौँ गाइस। त्यतातिर राति पर्न पनि आइसक्यो। अब हामी पुग्छौँ हामी बर्दिया। सो त्यही हो बर्दियामा चाहिँ प्रवेश भइसकेको छ हाम्रो। बर्दियातिर हामी आइसकेको छौँ। भुवनको खाना खाइसक्यो। अब खाना खाइसक्यो ल के भयो त। सो अब हामीले खाना पनि खाइसक्यौँ होइन। अब होटलमा रोकेको छौँ हामी। होटलमा अरू चाहिँ खाँदैछन्। मैले लगाइदिएर म चार्ज दिन्छु के हामी 9 भइसक्यो। अब त्यसपछि हामी जान्छौँ 12-1 पुगिन्छ होला सायद लुम्बिनी। 15 मिनटमा फुल भइहाल्छ क्या।
त्यस्तो नगर्ने काली अब उतै बाटोमा भेट्नुपर्छ कि उतै भेट्नुपर्छ ल बाई नवीनको कसम सो लेट्स सी गाइज हामी अहिले आइसक्यौँ हाम्रो रुममा औटी रुम छ हामी त जा पहिला त्यो धुएर आइज गर्न जुत्ता The next day. सो गुड मर्निङ सबैजना गुड मर्निङ गाइस यहाँ त हामी त्यहाँ भर्खर बिस्तारदेखि उठेको बिहानको चाहिँ आँखा चाहिँ यस्तो भयो बिहानको टाइम मैले भन्छ हजुरको कति भयो 10 नेपाली 6:30 बस ड्राइभर अङ्कलहरू त्यहाँ छन् हिजो ओमसरले ल्याम गर्दै हिजो डरा झन्डै मारिदिन्थ्यो होला हामीलाई सो अरू त्यहाँ केटाहरू हुँदैछन् अङ्गत घुर्या भन्दा अङ्क साथी पुरा घुरेर हैरान पुरा यस्तै लग्छन् केटाहरू सो अब हामी अब आधी घन्टा पछि नुहाइ गरेर यहाँ हिँड्छ मन्दिर अहिले चाहिँ हामी ब्रेक छ काट्ने त होला सो केटाहरू चाहिँ अलिअलि गरेर तयार भइसके कोही नुहाउँदैछन् कोही यहाँ तयार भएर छ्याप्नु छ कसैलाई पनि छैन ब्लग स्टार्ट गरौँ जुत्ता सानो भयो छ अब यहाँ चाहिँ हाम्रो ठाउँ चाय नास्ता हारेर चढेको लक्कीलाई मिस गरिरहेको छु लक्की कहाँ छौ सो अब खाना खाइसक्यो बस्नु भेट्नुपर्छ बस चाहिँ कहाँ छ हाम्रो अहिले यहाँ चाहिँ हाम्रो नास्ता हुन्छ चाय नास्ता सो अरूको पार्टी चाहिँ अलग हुन्छ हाम्रो चाहिँ अलग हो अरूको अलग छ हाम्रो अलग छ चाय नास्ता हुँदैछ अब होमस्टेले खेलाउन आफै खानुपर्ने सो लेट्स चाहिँ हामी अहिले हिँडिसक्यौँ त्यहाँ होटलदेखि अब उहीँ लुम्बिनी पछि भेट्नुपर्छ लक्कीलाई सम्झेको छौँ आई मिस यु लक्की सो अब उहीँ लुम्बिनी पुग्यो सो लेट्स चाहिँ हामी अहिले लुम्बिनीको जुन पटन भयो हो कि होइन थाहा सबै मान्छेहरू अगाडि छन् हो कि होइन थाहा छैन पैसा खुल्ला नभएला सो गाइस हामी आइसक्यौँ सक्नुहुन्छ हाम्रो सर यता छन् यस्तो गरेर बाखर मिलाउँछ म त छु म अनि देखाउ न हामीलाई कसो लान्छ Oh guys, like, comment, subscribe गर्नुहोस् अब मजा त आछ होइन के भन्ने होइन अब तिमीलाई भन्न चाहिँ ऊ गरेको होइन जलन गराउन खोजेको होइन तर अब हामी घुमिरहेको छौँ हामी त्यो भन्न चाहिँ खोजिरहेको है तिमीलाई जलन गराउन खोजेको होइन भन्छ नि हामी गाडी हामी यो लुम्बिनी कति राम्रो बाटो हो लामो छ कि बाटो कति राम्रो मजा छ है अरे आहा कति राम्रो मजा तिमीलाई चाहिँ जलन गराएको होइन है साथी बाटो बहुत लामो छ होइन हामीलाई चाहिँ मजा आएको छ अब उतैसम्म छ तिमीलाई जलन गराएको होइन
हिँड्दा फोटो थाकिहाल्ने हो। त्यही हो। So you can see this picture. बहुत धेरै घुम्ने ठाउँ छ म्यामेरिक। यहाँ चाहिँ ताल रहेछ। हाम्रो केटाहरू त्यहाँ छन्। ठाउँ त राम्रो सक्नुहुन्छ हजुरहरू। सो गाइस जो चीजको इन्तजार थियो त्यो चीज चाहिँ देखिसक्यो हाम्रो। टुर गाइडहरू छन्। म चाहिएको छु। जान्दैन नि त उल्टे जान्ने अब अहिले हामी एउटा मन्दिरमा आइसक्यौँ। मन्दिरभित्र यु क्यान सी लुम्बिनी मन्दिर। हामी कहाँ जाने? चाइना, अमेरिका, कहाँ भन्नुभयो? अस्ट्रेलिया। भिडियो खान अलाउड छ कि नै? सो लेट्स सी गाइस हामी अहिले यहाँ भित्र आइसक्यौँ। भित्र आइसक्यौँ। यहाँ छु। यहाँ चाहिँ तालाब यो लागेको यो उसले उ गरेको चाइनाबाट हो जापानबाट गरेको। यहाँ चाहिँ पाउनु सो अब हामी यतातिर घुमिसक्यौँ। अब हामी छौँ यतातिर मन्दिरबाट अब तर अर्को बुद्धको मूर्तितिर जाँदैछौँ। सो गाइस हामी अहिले आइसक्यौँ। यहाँ हेर्न सक्नुहुन्छ जो हाम्रो केटाहरू यहाँ छन्। एकछिन ब्रदर पहिला खिच्यो फोटो क्या सो यो हामी सबै पोस्ट दिउँ न सेल्फी। फोटो भएर आयो क्यामेरा खै यहीँसम्म छ। अहिले आधी देखाउँछु उहाँ। सो लेट्स सी हामी चाहिँ अब यहाँ आइसक्यौँ बोटिङ गर्न।
स्वागत छ सो गाइज अहिले हामी अर्को मन्दिरमा आइसकेका छौँ सो यस्तो राम्रो गाना हालिदिने हेमा गाना हो सो गाइस अब हामी यहाँदेखि हिँडिसक्यौँ बसमा अब हामी जान्छौँ घर जान चाहिँ भेट्छौँ उही बाटोमा नाइट भ्यू देखाउँछु हजुरहरूलाई बर्दियाको बुटबलको अनि नेपालगञ्जको त्यसपछि हाम्रो ब्रेक हुन्छ खाना खाने टाइम पनि बसेर खाना खाँदा हामी स्कुल पुगिसक्यो भने सक्नुहुन्छ मोबाइल हराएको सो फाइनली गाइज म चाहिँ होइन हिजोदेखि आइसकेँ लुम्बिनीदेखि सो हालत चाहिँ एकदम लास्ट पर्छ क्या ज्वरो आएर टाउसाउ दुःख छ त्यही हो अनि हिजो कति आज पुगेको 6:30 बजीतिर बिहान स्कुल पुगेको अनि आएको होइन त्यही हो आजको भ्लग चाहिँ यति हुन्छ होइन लाइक कमेन्ट सब्सक्राइब गर्नु होला सो म चाहिँ आफ्नो घरमा छु यस्तो भन्छ नि यहाँ डर छ थकाइ पनि यस्तो लाग्छ सो हजुरहरूलाई भिडियो चाहिँ कस्तो लाग्यो कमेन्टमा भन्नु होला राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला सो त्यही हो फेरि आजको यति बाई भन्न चाहन्छु